पहिला सुरु हामी यसलाई निकालौँ थोरै यसलाई हटगनले हिट पनि दिउँ यो छुट्यायौँ चारवटा स्क्रुलाई नै खोलौँ प्लस स्क्रू हो प्लस स्क्रू ड्राइभरले यसलाई खोलौँ स्क्रू निक्ल्यो कभर छ यो फलामको कभरलाई निकालौँ यो निक्ल्यो यहाँ साइडमा राखौँ एयरको एक्जेस्ट पहिला सुरु हामीले यसलाई निकाल्नु पर्यो पिलास लिन सक्छौँ योभन्दा सानो पनि लिन सक्छौँ जे छ आफूले त्यो युज गर्न सकिन्छ यसलाई चाहिँ यसरी तानो बाहिर यो निक्ल्यो है एयरको जुन यो रिङ पनि निकाल्यौँ निकालिसकेपछि यसको मुनि पनि स्क्रू हुन्छ यो स्क्रूलाई नि हामीले निकालौँ यसको लागि हामीले पहिला यो जुन बाहिरबाट छोप्नलाई राखेको छ यो रबर ओपनरले यहाँबाट यसो गरी निकालौँ यो तलपट्टिको भागमा ठेल्यो भने माथि आउँछ यसरी माथि आए यति निक्ल्यो यसरी हामीले तलबाट प्रेस गरिसकेपछि यो माथिको प्रब्लम हुँदैन यहाँबाट तान्दाखेरि यो ब्रोकन हुनसक्छ त्यही कारण हामीले यसरी यो बाहिर निक्ल्यो यो एयर सेन्सरमा पनि म्याक्सिमम लिक्विड छ है यसलाई डिसमेल गर्यो